हेलो एभ्रिवान, नमस्ते सबलाई। इट्स मी मिस्टर एमके अनि फेरि ब्याक होइन आउने कम्पिटिसनको बारेमा छोटो र मिठो मिनी ब्लग लिएर। सो मिनी ब्लग चाहिँ मैले छिटो नै बनाउँछु भन्ने थियो पुरानो भिडियोमा, तर म चाहिँ केही काम परेकोले हल्का ढिलो भयो, त्यही पनि राम्रै आउँछ अबदेखि चाहिँ। सो अबदेखि चाहिँ म चाहिँ प्रिपरेसनको भिडियो पहिला जसरी नै हाल्नेछु, त्यही प्रिपरेसनको भिडियो चाहिँ यो मेरो पहिलो दिन हो आफ्टर ग्याप होइन, धेरै ग्याप भएपछि चाहिँ। सो यस प्रिपरेसनमा चाहिँ मैले 2 महिना बल्किङ गर्ने भनेको छु र 45 डेज कटिङ गर्ने भनेको छु कम्पिटिसनको लागि। अब कम्पिटिसन कुन हो भन्दा त मेरो अब अरू भिडियो पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। जसलाई मेरो कम्पिटिसनको बारेमा थाहा छैन, मैले चाहिँ मिस्टर काठमाडौँको लागि प्रिपरेसन गरिरहेको छु। मिस्टर काठमाडौँ खेल्छु भनेर मैले 1 वर्ष अगाडि नै अनाउन्स गरिसक्यो र पहिलादेखि नै प्रिपरेसन गरिरहेको छु। सो बिचमा धेरै नै ग्याप भइसकेको थियो। अबदेखि चाहिँ आजदेखि चाहिँ प्रिपरेसन फेरि स्टार्ट हुन्छ र यस प्रिपरेसनमा फुल्ली डाइट लिइन्छ प्लस क्रेडिट पनि लिन स्टार्ट गरिन्छ। अनि आउने प्रिपरेसनमा लास्ट दिनमा चाहिँ प्रोटिन पनि लिन एकदमै आवश्यक पर्छ। सो त्यो पनि लिनुपर्छ। सो अबदेखि चाहिँ वर्कआउटलाई पनि इन्टेन्स गर्दै लाग्नुपर्छ होइन। अनि यो कुरालाई मध्यनजर गर्दै आज चाहिँ मेरो बल्किङ एपिसोडको डे 1 प्रिपरेसन 1 हो, जसमा चाहिँ मैले पुस वर्कआउट हिट गरेँ होइन। जस्ट 3 वटा मात्र एक्सर्साइज गरेँ चेस्टको। ट्राइसेपको जस्ट 2टा एक्सर्साइज, ट्राइसेप पुस डाउन र ट्राइसेप ओभरहेड गरेर वर्कआउट सकेँ। सो वर्कआउट सकेपछि चाहिँ एकछिन रेस्ट गरेर पोस्ट वर्कआउटमा 250 ग्राम चिकन एन्ड राइस एन्ड सलाद दालसँग कन्ज्युम गरेँ।